मेरो युट्युब च्यानलमा सन्दीप गोतामी सुनार युट्युब च्यानलमा सम्पूर्ण भगवान रूपी दर्शक महानुभावहरूमा स्वागत छ र आज हामी उपस्थित भएका छौँ लघु नाटक सडक नाटक कसरी बनाउने त कुनै पनि लघु नाटक सडक नाटक कसरी बनाउने सन्दर्भमा हामी भिडियोहरू लिएर आइरहेका छौँ र भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला र युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो नवीनतम यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी तपाईहरू मार्फत विभिन्न समाचारमूलक प्रस्तुति एवं समाचार कसरी लेख्नेदेखि लिएर आज भने हामी कुनै पनि नाटक लघु नाटक सडक नाटक कसरी लेख्ने त यस सन्दर्भमा तपाईको स्कुल लाइफ होस् या कुनै पनि विद्यालय क्षेत्र सरकारी कार्यालय तथा कुनै पनि गैर सरकारी कार्यालयदेखि पर्सनल कार्यमा पनि तपाईले कुनै पनि व्यवसाय गर्न चाहनुहुन्छ भने हामीसँग लघु नाटक तथा सडक नाटक पनि एक हो। तपाईले कुनै पनि सडकमा गएर सडक नाटक देखाएर आफ्नो व्यवसायीकरण गर्न चाहनुहुन्छ भने पनि सडक नाटक एक हुन सक्छ। र दर्शक महानुभावहरू यो लेख्ने कसरी त कतिपय व्यक्तिहरूलाई आउँदैन र ऊ लेख्न सृजनशील हुन चाहन्छ। यद्यपि सृजनशील हुन चाहन्छ त उसले कसरी लेख्ने कसरी परिकल्पना गर्ने कुन शीर्षक राख्दा लघु नाटक उच्च प्राथमिकताले मान्छेले हेर्छ। अनि दर्शक महानुभावहरू कुनै पनि लघु नाटक राखिसकेपछि एक अर्का बीच संवाद कसरी बनाउने हामी पार्ट 1 पार्ट 2 पार्ट 3 र पार्ट 3, 4, 5 सम्म हामीले भिडियोहरू हालिराख्नेछौँ र भिडियोलाई कस्तो लाग्छ प्रतिक्रिया दिइराख्नुहोला। आज भने हामी कुनै पनि शीर्षक कसरी राख्ने र शीर्षकमा कति पात्र राख्दा कस्तो भिडियो हुन्छ र भिडियोलाई सन्देशमूलक कसरी बनाउने नाटक भन्ने कुनै पनि सन्देशमूलक सडक नाटक र लघु नाटक भन्ने कुनै पनि सन्देशमूलक रहन्छ। यो सन्देशमूलक नाटक तथा लघु नाटक कसरी तयार गर्ने सन्दर्भमा बनाइरहेका छौँ। शीर्षक जस्तै तपाईले एउटा कुनै पनि लागु पदार्थ दुर्व्यसनी सम्बन्धी शीर्षक राख्नुभयो भने तपाईले यस सम्बन्धी कसरी हुन्छ लघु नाटक सडक नाटक राम्रो हुन्छ र हामीले नाटक राम्रो बनाउन सक्छौँ। र तर पनि हामीले कुनै पनि पात्र थोरै राखिसकेपछि पात्रलाई बुझ्ने स्मरण गर्ने शक्ति धेरै हुन्छ। त्यसैले नाटक राम्रो बनाउनका लागि पात्र थोरै राख्नुपर्छ। त्यसपछि हामीले कुनै पनि लिइसकेपछि जस्तै मानौँ यसको सन्देश के छ त लागु पदार्थ दुर्व्यसनी शीर्षकमा एउटा लघु नाटक तयार गरियो। आज भने हामीले लघु नाटकको कुरा गर्नेछौँ। लघु नाटक तयार गरियो र लघु नाटकमा कसरी हुन्छ त लागु पदार्थ दुर्व्यसनी के हुन्छ। विशेष गरी लागु पदार्थ दुर्व्यसनीमा दुई श्रीमान श्रीमती रहेछन् जोडी र तिनीहरूमा दिनाम पुरुषले रक्सी खाएर दिनाम जुन महिलालाई गाली गर्ने सो हुन्छ त्यो हुन्छ। अनि त्यसपछि के हुन्छ त त्यसपछि गाउँका मान्छेहरू सम्मको बनाउने अनि त्यसपछि तपाईँको कुनै पनि फाइदा बेफाइदा लेख्ने अनि त्यसपछि तपाईँको त्यो हुन्छ नि त्यसको फाइदा बेफाइदा लेखिसकेपछि तपाईँले के हुन्छ त भनिसकेपछि त्यहाँ कसै आएर सम्झाएको र म अब यस्तो गर्दिनँ है भन्ने सम्मको तपाईँले बनाउनुपर्छ। बिचमा जोड्ने त तपाईँको सृजनशीलता सम्बन्धी त्यो कुरा हुन्छ र कसरी हुन्छ है भन्ने सम्बन्धी त्यो तपाईँको छुट्टै पाटो हो। कुनै पनि लघु नाटक र कुनै पनि सृजनशीलता हुने व्यक्तिले मात्र यस्तो भिडियो खोज्छ र यो भिडियो तपाईँको लागि एकदमै उपयोगी पनि हुनेछ। यो भिडियोले कुनै पनि उपयोगी कार्य गरिरहेको छ। तपाईहरू मार्फत लघु नाटक कसरी तयार गर्ने तथा लघु नाटकका विशेषता गर्नेछौँ र हामीले सडक नाटक अर्को भिडियोमा लिएका छौँ। तपाईँले कतिसम्म बुझ्नुभयो यो बुझ्नु भएन भने कमेन्ट बक्समा यसरी गर्नुहोस् भनेर म बुझाउने प्रयत्न गर्नेछु। म जस्तै यो तपाईँको नाटक लेखिरहेको छु यहाँ देखाइरहेको छु यो नाटक कुन सम्मको हो त भन्ने तपाईँ देखिरहनु भएको छ। यो नाटक लेखिएको छ तपाईँको 3 मिनट 53 सेकेन्डको यो नाटकले के विशेषता जनाउँछ त त्यो बनाउनेछ। थ्याङ्क यू। भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। यो नवीनतम च्यानलबाट तपाईँहरूलाई विभिन्न सूचना तथा जानकारी र विभिन्न रिपोर्टिङहरू गर्नुका साथै तपाईँहरूलाई यस्तै ज्ञान जानकारीहरू दिने रहेछौँ। र पार्ट 2 मा हामी भेट्नेछौँ सडक नाटक कसरी लेख्ने र लघु नाटकको छोटो परिचयसँगै हामी उपस्थित हुनेछौँ। धन्यवाद। लाइक शेयर र कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।